हेलो साथीहरू, गुड मर्निङ सबैजनामा नमस्ते। के छ हालखबर साथीभाइहरू? के छ तपाईँहरूको हालखबर? सन्चै हुनुहुन्छ? म पनि सन्चै आरामै छु। विदेशबाट सन्चै आरामै छु भनेर भन्नुपर्ने हुन्छ। अनि यहाँहरू पनि कोही स्वदेशमा कोही विदेशमा हुनुहुन्छ होला। मलाई लाग्छ धेरैजना चाहिँ विदेशमै हुनुहुन्छ। आज तपाईँहरूलाई फेरि म नयाँ दिन, नयाँ सुरुवात, नयाँ भ्लगमा स्वागत गर्दछु। आज ड्युटी गइएन, मेरो ड्युटी थिएन। आज बिहान बिहान यसो हेरौँ न, घुमौँ न, छाता ओढ्दै भए पनि कस्तो हुँदो रहेछ भनेर निस्केको थिएँ। घाम ओभर लागिरहेछ है, ओभर घाम लागिरहेछ। ठिकै छ, अझै 2 महिना त घाम लागिहाल्छ, त्यस्तै हो। त्यसपछि बिस्तारै घामको मात्रा कम हुँदै जान्छ अनि फेरि चिसो आउँदै जान्छ। अच्छा, 3 दिन भयो यस्तो तरिकाले घाम लागेको। के हो मृग जस्तो। यता जानुपर्ने हुन्छ, त्यसपछि यताबाट म यता जान्छु। नेपालसँग मिल्दोजुल्दो रुखहरू त मैले यहाँ बाँस र सल्लो, फलफुल त छ अलिअलि होइन, मिल्दोजुल्दोहरू। यत्रो खोला छ, यो खोलामा पानी जहाजहरू, के अरे सरी, यो खोलामा पानी हाँसहरू ठन्ने हुन्छ। पानी हाँस भनेको पानी जहाज भन्दो रहेछ म पनि। जिब्रो पनि, यो हाड बेगरको जिब्रो कहिलेकाहीँ लटपटिन्छ क्या साथीहरू। ओ पर लास्टै ग्रिनरी के, लास्टै यो खोलामा पौडी खेल्न टाढाको मान्छेहरू आउँछ नि। यहाँबाट 20-25 किलोमिटर 30 किलोमिटर टाढादेखि पनि आउँछ पौडी खेल्नको लागि। ओ त्यहाँ माथि बाँध बाँधिएको छ, त्यहाँदेखि मासतिर चाहिँ ठुलो दह बनाएको छ है, हो त्यहाँ पौडी खेल्छ नि। त्यहाँनिर सिमसार, हाम्रो नेपालको सिमसार बनाउँछ नि, त्यतै सिमसार क्षेत्र छ क्या। लास्टै घाम छ कि। यस्तो बेलामा खेतीमा काम गर्ने मान्छे त मर्छ नि हो। फेरि यहाँनिर खेतीमा नेपालमा भन्दा गाह्रो के, इक्विपमेन्ट्सहरू भए पनि मलाई चाहिँ गाह्रो लाग्यो। हुन त नेपालमा पनि तराईमा यस्तै हुन्छ है, कहीँ शीतल हुँदैन, के हुँदैन, हावा चल्दैन, गाह्रो हुन्छ। तर उहाँभन्दा यहाँ शून्य लाग्यो क्या मलाई चाहिँ यो बर्खाको बेलामा। यहाँ प्रायः सबै गाडीहरू हाइब्रिड नै हुन्छ कि, यत्रो लामो गाडीहरू हुन्छ नि, कस्तो खतरा गाडी। अहिले बिहानै 32-33 डिग्री भइसक्यो तापक्रम, त्यस्तो लाग्दैछ। तर त्यति चाहिँ छैन होला। यो चाहिँ रेलको लिफो, मासतिरको रेल आउने बेला भएको छैन। यिनीहरू चाहिँ हाई स्कुल यता पर छ। हामी कता जाँदाखेरि ट्रेनमा यिनीहरूलाई देखिरहन्छौँ कि। अनि यिनीहरू साथी यस्तो चल्छ नि, जिस्किन्छ नि। शिक्षा दीक्षा लिन्छन् यहाँको मान्छेहरू है, पढ्छन्, सबैजना सबै शिक्षित नै हुन्छन्। तर पनि अलिकति यताउता यसो चलाखो हुने खालको हुन्छ नि, अलि एक्टिभ खालको के। मेन्टली त यिनीहरू एक्टिभ नै हुन्छन्, फिजिकली पनि एक्टिभ नै हुन्छ। तर पनि अलि अरूले हेर्दाखेरि त्यस्तो देखियोस् खालको चाहिँ हुन्नन् यिनीहरू। मैले कसरी भन्न खोजेको भने, यिनीहरूलाई अब हिँड्दाखेरि पनि सिधा आफ्नो मात्रै बाटो हेरेर हिँड्छन् होइन। अनि कुनै एउटा काम गर्दैछन् भने त्यही काममा मात्रै फोकस के। छेउमा जेसुकै होस्, उनीहरूलाई केही मतलब छैन, वास्ता नै छैन। हामीले काम गर्ने ठाउँमा त्यस्तै छन् 2-3 जना, तिनीहरू पनि त्यस्तै छन् के। उनीहरूले गरिरहेको काम ओके छ, ठिक छ होइन, त्यो चाहिँ पर्फेक्ट। त्यसको छेउमा अर्को कुनै एउटा काम छ भने त्यो काम बिग्रिँदैछ मेसिनद्वारा, त्यो काम चाहिँ बिग्रिरहेछ भने त्यता हेर्दैन के। एउटा स्वभाव। अनि सबैभन्दा ठुलो चाहिँ यिनीहरूमा एउटा यस्तो क्षमता हुन्छ, त्यो क्षमता चाहिँ मलाई लाग्छ अरू देशमा खासै अरू देशको नागरिकसँग सबैसँग छैन होला क्या। त्यो क्षमता चाहिँ यिनीहरू एक्लै बस्न एकदम रुचाउँछन्, एक्लै बस्न मजाले सक्छन्। हामी नेपालीहरू त अब नाति पनाति अझ खलातीसम्म, साँच्चै भन्यो भने अहिले पनि होला कुनै घरहरूमा होइन, खलातीसम्मको मान्छेहरू एउटै घरमा बसिया छन् नि त। यहाँ त त्यस्तो छैन भाइ। बाउले छोरालाई नदेखेको 40 वर्ष 45 वर्ष 50 वर्ष भइसक्यो भन्छ यहाँ।
सानामा त देख्छ होइन, ठुलो भएपछि जब छोराछोरी कमाउने हुन्छ नि अनि कमाउन जाने हो, आफै गर्ने हो, आफै खाने हो। अब यहाँ फेरि जताततै बस्न पाइहाल्छ। सरकारको तर्फबाट बनाएको हुन्छ कि बस्ने वासस्थानहरू हो, त्यहाँ बस्ने। त्यसो गर्दाखेरि किन्न पनि परेन, घर जग्गा धेरै पैसा त्यसमा लगानी पनि गर्नु परेन। अनि महिनामा भाडा तिर्नै बस्ने, त्यहाँ सबै सुविधा हुन्छ। आफूले बनाएको घरको जस्तै सुविधा हुन्छ त्यहाँ पनि। त्यसरी बस्ने गर्छन् यहाँ मान्छेहरू। त्यही भएर जहाँ गए पनि यिनीहरूलाई अनि काम होइन। अब हाम्रो त नेपालमा के भन्छ भने खेती टाढा छ, अब त्यति टाढा खेती कसरी धाउने, यति टाढाबाट भन्छ। यहाँ त त्यस्तो हुँदैन नि त। जहाँ गए पनि काम भइहाल्छ। यहाँ जतासुकै पनि कम्पनी नै कम्पनी हुन्छ। अब यहाँको मेन आयस्रोत नै कम्पनी नै हो होइन। यहाँको मान्छेले गर्ने कम्पनीमा काम नै, फ्याक्ट्रीतिर काम गर्ने हो। अनि त्यो भएर जतासुकै पनि हुन्छ कम्पनीहरू। अनि यहाँ सबैको मान्छेहरू भनेको काम गर्ने नै हो, खाने नै हो। काम नगरी खान पाउँदैन यहाँको मान्छेहरू। जस्तै गहिरो ताल छ ऊ परदेखि, यति टाढाबाट खिच्दैछु र पनि त्यत्रो माछा देखिन्छ। त्यहाँ त कत्रो त्यो माछा त। यो घर पनि फेरि कस्तो डेन्जर ठाउँमा बनाएको छ कि, पुरा भिरमा बनाएको छ घर। नयाँ चिज देखेको आज यहाँ आएर माछा, नत्र भने यहाँ मैले यत्रो ठुल्ठुलो माछा देखेको थिइनँ नि त। तर यहाँ त पौडी खेल्न आउँदैन क्या मान्छे। यहाँ गहिरो छ, बहुत गहिरो छ, पानी हरियो छ, सङ्लो छ, भुइँ सबै देखिन्छ। यता त आउँदैन, देख्दाखेरि आङ सिरिङ सिरिङ हुन्छ। अनि यतापट्टिको यो पोखरीको यतापट्टिको छेउछेउको भित्ताहरूमा चाहिँ चराचुरुङ्गीहरूको प्रशस्तै बस्छ। बकुला अनि अर्को त्यो हाँडीफुर होइन, अनि त्यो पानी हाँस भन्ने हुन्छ नि हो त्यो। अनि अर्को हुन्छ यति लामो लामो हुन्छ त्यो खुट्टा, लामो खुट्टा गरेको के भन्छ त्यसको बच्चा। चल्लाहरू चाहिँ देख्ने बित्तिकै, मान्छे देख्ने बित्तिकै यस्तो छिटो भाग्छ नि हो, त्योबाट पनि हुन्छ यता। यो चाहिँ यिनीहरूले यहाँ यसरी ड्याम बनाएर खोलालाई यसरी बन्द गरेर अनि यहाँ पानी जमाएर, यो अब अहिलेको होइन, यो जुन बेला यो ठाउँको चाहिँ नि यिनीहरूले परिकल्पना भयो नि, त्यतिखेरदेखिकै यिनीहरूको यो सबै इस्टिमेट हो। यसरी गऱ्यो भने यस्तो यस्तो हुन्छ। अनि यसरी मान्छेहरू आउन सक्छ, पर्यटकहरू आउन सक्छ। अब बाहिर त नभनौँ, आन्तरिक स्वदेशीहरू नै आउन सक्छ भन्ने हेतुले यिनीहरूले यो बाँध निर्माण गरेर चाहिँ नि पोखरी बनाएको हो। यो फोहोरलाई चाहिँ यिनीहरूलाई ऱ्याप गरेर ठक्कसँगले अनि माथिबाट जालीले छोपेर राखिदिन्छन्। अनि गाडी आउँछ अनि लिएर जान्छ जहाँ पनि त्यही। तर हाम्रोतिर त कन्टेनर राखिदिएको छ, यहाँ त कन्टेनर नभएर होला, सायद ठाउँ त्यस्तै भएर होला। यो खालको जीव चाहिँ जताततै पाउँदो रहेछ कि। झट्टै हेर्दा सर्प जस्तै। यतिको गर्मी त हाम्रो देशमा पनि हुन्छ, किन नभने योभन्दा तेज गर्मी हुन्छ। तर हामी चाहिँ अब गर्मीमै हुर्किरहेको गर्मीमै हामी चाहिँ अब बसिरहेको बानी हुन्छ नि त बिचरा। हस् त साथीहरू, यहाँसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई यो भिडियो यहीँ बन्द गर्ने अनुमति चाहन्छु। बाई बाई।